के एउटी श्रीमतीले आफ्नो श्रीमानलाई निर्दोष साबित गरी जेलबाट छुटाउनका लागि अर्को पापी पुरुषसँग जबरजस्ती विवाहको मण्डपमा बस्नुपर्ने, त्यो पनि एउटा यस्तो नामुद अपराधी जसले यसअघि नै पाँच पाँचवटा विवाह गरेर सबै श्रीमतीहरूलाई बर्बाद पारिसकेको छ। हो दर्शकवृन्द, लोकप्रिय नेपाली सिरियल कान्छीको भाग 316ले आज हामी सम्पूर्ण नियमित दर्शकहरूको मुटुको धड्कन वात्तै बढाइदिएको छ। कथाको सुरुवात नै अत्यन्तै मर्मस्पर्शी र तनावपूर्ण मोडबाट हुन्छ, जहाँ त्यो पापीले कान्छीलाई माइती घरबाटै उठाएर आफ्नो एकान्त महलमा जबरजस्ती विवाह गर्न खोज्छ। कान्छी लगातार रोइरहन्छन् र आफ्नो सिउँदोमा वर्षौँ पहिले सागरले सिन्दुर हालिसकेको भन्दै प्रतिकार गर्छिन्। सुरुमा पैसाको लोभमा मन्त्र पढेका पण्डितजीले जब कान्छीको वास्तविक पीडा र उनका दुईवटा साना साना छोरीहरूको दुहाइ सुन्छन्, तब उनको मानवता जाग्छ र उनले यो पापको विवाह गराउन नसक्ने भन्दै विद्रोह गर्न खोज्छन्। तर चतुर भिलेनले कान्छीलाई मानसिक रोगी भएको नाटक गर्दै डर, धम्की र पैसाको आडमा पण्डितलाई पुनः मन्त्र पढ्न बाध्य बनाएरै छाड्छ। कथाको अर्को पाटोमा समाजको त्यो तितो र क्रूर यथार्थलाई प्रस्तुत गरिएको छ, जहाँ सागर जेल परेको न्युमा गाउँका केही कुण्ठित मान्छेहरूले सानी अबोध नानी अनुषाको अगाडि उसको बाबालाई बलात्कारी र हत्यारा भन्दै विष वमन गर्छन्। स्कुल जाँदै गरेकी सानी नानी रोएर घर फर्किएपछि हजुरबुवा र हजुरआमाले नातिनीको कलिलो मस्तिष्कमा असर नपरोस् भनी बाबा अफिस जानुभएको हो भन्दै झुटो सान्त्वना दिनुपर्ने बाध्यताले हामी दर्शकको आँखा रसाएको छ। यसैबीच सागरकी आमा र कान्छीकी आमा बीचको चर्काचर्कीले सीमा नाग्छ, जहाँ सासूले कान्छीलाई चरित्रहीनको बिल्ला भिराउँछिन् भने कान्छीकी आमाले पनि विगतमा सुत्केरी हुँदा बैशाखीले हानेको प्रसङ्ग निकाल्दै छोरीको बचाउ गर्छिन्, जसले दुई परिवारबीचको सम्बन्धमा कहिल्यै निको नहुने दरार आएको प्रष्ट पार्छ। तर यो भागको सबैभन्दा ठुलो र रोमाञ्चक ट्विस्ट तब आउँछ जब विवाह सकिएपछि कान्छीलाई कोठामा थुनिन्छ। मण्डपमा कान्छीले गरेको त्यो कारुणिक कन्द्रले त्यो घटनामा 20 वर्षदेखि काम गरिरहेकी कामदार दिदीको मन पगाल्छ। उनले आफ्नो ज्यान हत्केलामा राखेर त्यो पापीको आँखा छल्दै कोठाबाट सागरलाई निर्दोष साबित गर्ने त्यो बहुमूल्य प्रमाण फेला पारेर कान्छीको हातमा थमाउँछिन् र आजै राति उनलाई भगाउने गुप्त योजना बनाउँछिन्। अब आगामी भागमा के होला त भनी अनुमान गर्दा, यदि आज राति कामदार दिदीले कान्छीलाई भगाउन खोज्दा भिलेनका कडा सुरक्षा गार्डहरूले थाहा पाए भने ती सहयोगी दिदीको ज्यान ठूलो खतरामा पर्न सक्छ। अर्कोतर्फ यदि कान्छी यो प्रमाण लिएर उम्किन सफल भइन् भने उनी सिधै कानुनको ढोका ढकढकाउन पुग्ने छिन् र सागर जेलमुक्त भई त्यो पापीको साम्राज्यको अन्त्य सुरु हुनेछ। तपाईहरूलाई के लाग्छ? के कान्छी आजको अन्धकार रातमा त्यो कैदबाट सुरक्षित रूपमा भाग्न सफल होलिन् त? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। यदि तपाईँ पनि म जस्तै कान्छी सिरियलको एउटा पक्का र नियमित दर्शक हुनुहुन्छ भने कान्छीको यो सङ्घर्ष र पवित्र प्रेमलाई मन पराउनुहुन्छ र आगामी भागहरूको यस्तै रोचक विश्लेषणहरू निरन्तर हेर्न चाहनुहुन्छ भने ढिला नगरी हाम्रो यस च्यानललाई अहिले नै सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला है त। भिडियोलाई एक लाइक र सेयर गर्न नभुल्नुहोला। अर्को यस्तै समीक्षामा फेरि भेट्नेछौँ। तबसम्मको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।